पिकनिकको लागि जाँदै छ फ्यामिली पिकनिकको लागि यही हो मेन हिरुनी काट्न लाग्यो नै अलग ए कान्छ ल आज हाम्रो हृदयको चाहिँ बर्थडे नर्मल फ्यामिली पिकनिक हामी जाँदैछौँ बच्चाहरू लगत्तै यही हो बर्थडे बोय भनेको यही हो यसको बर्थडेको लागि चाहिँ हामी सबैजना हामीले चाहिँ बर्थडे मनाउन जाँदैछौँ माइक हुनुहुन्छ म चाहिँ पाली लाँदा भयो कि आरा चाहिँ मामिसेस सामान लानु भइसक्यो हाम्रो पिकनिक स्पोट फ्यामिली पिकनिक स्पोट ड्राई पिकनिकको लागि चाहिँ हामी त्यहाँ जाँदैछौँ त्यहाँ हामी सेलिब्रेट गर्नेछौँ त्यो सानो आइल्यान्ड हाम्रो पिकनिक स्पोट चाहिँ फ्यामिली पिकनिक स्पोट ड्राई पिकनिक स्पोट चाहिँ सानो आइल्यान्डमा यहाँ हुने गइरहेको छ साथीहरू आउनु जारी ड्राई पिकनिक ब्लक बाजे अब हाम्रो फ्यामिली ड्राई पिकनिक स्पोट आइपुगेका छौँ यता चल्दैछ प्राय मार्नु यो सुकुटी यता स्पोट हो हाम्रो गामीमा आटु नडा हाम्रो टोलीहरू फ्यामिली टोली बच्चा टोलीहरू ग्रुपहरू चल्दैछ त्यहाँ हाम्रो यहाँभित्र हो नर्मल एकदम सामान्य फ्यामिली टुगेदर ड्राई पिकनिक ल फिल्म भाइ पिकनिक चिकन भाइ मेरा तो मोल कतै राजु
Probo lagi dengan apa yang hei itu nak Sarah aku luar. Oh, international cake ho lo. Fumui kai. Wo kheme आको छ नि. छिटो छिटो ल्याइदिन्छु के भन्छ न खेमे छ. ल ताई. ल मुई kai चाँडो. ओ international. Ui kiểu đi kìa. फिर ताकि दिन सुनको लो या नि. Mak lujar lah. Ngari. Ya ngati ya ni kami ngaji le pai. Ngatal ngaji sih al member full tak ngati. Oi nganoi. Ang kali ni. Takel. Birthday boy. I will think that YouTuber Mama, Baba, and more.
मजदुर बाजे अस्तिको बाटो हेर्नु राम्रो सिटी हेर्नु Happy birthday to you. Ba, dia nggak ada kata TikTok ah. यो मेरो भान्जाको पार्टी है 5 वर्ष पुरा गरी 10 वर्षमा लागेको उपलक्ष्य हो मेरो यता मम्मी बोलिरहेछ बसिरहेछन् यता सबै हामी यतै फ्यामिली भित्र पर्छौं हैन तपाईहरु के खेल्दै हुनुहुन्छ पबजी त हैन होला यो लुडो होला है ल ठीक छ वास्तव हामी चाहिँ अति नै मनोहर ठाउँमा आएका छौं एकतिर उत्तरगंगा नदीको सुसली अर्कोतिर यो हराभरा डाँडा पाखा अनि रुखहरू अनि त्यसपछि हामी सपरिवार जस्तै लागिरहेछ आज हामी अति नै रमाइलो स्मरणीय छौं यतातिर पनि उत्तरगंगा खोलाको बगर
एकतिर बगिरहेको सुशाल्दै यता उत्तर गङ्गा नदी चाहिँ बगिरहेछ विशेष गरी हामी चाहिँ यो रमणीय स्थलमा आएका छौँ माथि बुर्कुती हिमाल अलिकति देखिया छ अनि त्यही माथि यहाँ दम अनि डाँडा माथि चाहिँ चौरी हिमाल सिलेर त्यो हिमाल भनेको चाहिँ हल्बा हिमाल अनि त्यहाँदेखि यहाँदेखि हुँदै उत्तर गङ्गा खोला बगिरहेको हुन्छ अनि त्यसपछि लिएर हामी चाहिँ खोलाको दोबानमा उत्तर गङ्गा खोलाको दोबानमा चाहिँ हामी यो रमणीय स्थलमा आएका छौँ यो हो मेरो भान्जा हृदयको जन्म दिनको अवसरमा हामी यहाँ केही रमाइलो गरिराखेका छौँ कलकल खोलाका आवाजहरू सुनिराख्नु भएको छ होला हामी चाहिँ पार्टीमा यो भोजन गरिरहेको भोजन गर्दैछौँ कोइल खाँदैछन् मेरो खानपिन त्यहीँ बसेको छ तैपनि म एउटा सानो भिजुअल गरिरहेको छु थ्याङ्क यू अब बाबाले चाहिँ अब के गर्दै हुनुहुन्छ त्यो त थाहा छैन अब यो यहीँदेखि उत्तर गङ्गा खोला बग्ने गर्दछ नदी बग्ने गर्दछ ए थ्याङ्क यू ह्याप्पी बर्थडे फर माई भान्जा हृदय थ्याङ्क यू पार्टी लगभग खत्तम भइसकेको अवस्था अब हामी चाहिँ फेरि हामी आफ्नै गन्तव्यतिर लाग्दैछौँ सबैजना कोही गइसकेका छन् कोही जाने क्रममा छन् कोही इन्जोय गरिरहेछन् टिकटकमा व्यस्त छन् कोही साँझ पर्न लागिसकेको छ साँझको बेला कतिखेर फाट्यो मन पत्तै नपाई भो कतिखेर फाट्यो मन पत्तै नपाई भो धुजा धुजा फाटेको मन सिएपछि थाहा भयो धुजा धुजा फाटेको धोका दिएपछि
जिएपछि थाहा भयो जीवन के हो बल्ल यति जिएपछि थाहा